लागियो अब चाहिँ यो गेटबाट मलाई चाहिँ त्यो कम्पनीको मसँग काम गर्नेले चाहिँ बोलाएको थियो। उनीहरूले चाहिँ अब उनीहरूको बुढाबुढी अनि बुढीको साथी रहेछ। अनि बुढीको साथी चाहिँ चाइनिज रहेछ कि, अनि त्यो चाहिँ 38 वर्ष अगाडि आएको भन्थ्यो। मेबी त्यो चाहिँ यहीँ पियर पारै बसेको होला। अनि त्यसले चाहिँ अनि तँ चाहिँ एकदम भागी पनि रहेछस्, जापानिजहरूले चाहिँ नर्मल्ली यस्तो न्यु इयरको बेलामा कसैलाई पनि बोलाउँदैन, तँलाई चाहिँ बोलाएछ भन्नुभएको थियो। म चाहिँ के सोचेको थिएँ भन्दाखेरि चाहिँ त्यसको त्यो आइक्रेसन मात्रै होला, अनि दुईजना भएर जाउँला, त्यसले पनि बोलाएको होला एक्लै भएर भन्ने भयो। अनि म चाहिँ रेडी भएर गएँ। रेडी भएर जाँदाखेरि त अब त्यसको बुढी पनि रहेछ। अनि बुढीले चाहिँ अनि अलि उता 1 घन्टा जति हामी गएपछि चाहिँ अनि बुढीको साथी पनि आयो क्या। अनि बुढीको साथी र हामी 4 जना भएर गयौँ। अनि सुरुमा जाँदाखेरि चाहिँ हामी यहाँ जाँदाखेरि कस्तो घाम पनि लागेको थियो कि, अनि जब अलिकति माथि माथि चढेको त हिउँ त फुसुसुसुसै झर्दै क्या। अनि कस्तो बबल आइरहेको क्या। अनि त्यो छतहरू कालो कालो थियो कि, प्रायः जस्तो यता जापानिजहरू चाहिँ छतहरू अर्कै कि ब्लू कलर ब्ल्याक कलर हाल्छ नि त। अन्त एकछिन पछि त पुरै सेतै भइदिरहेको क्या। अनि माथि चाहिँ टेम्पल रहेछ। अनि तर टेम्पल भन्दा पनि अझै माथि पनि अझै मेबी अब ट्रेकिङ रुट होला। अनि तिनीहरू चाहिँ यहीँसम्म हो भन्यो। अनि मन्दिरसम्म पुगेर आयो। अनि त्यो साइडमा बत्तीहरू, अनि त्यो फेरि त्यो त्यस्तै माथिको सिडी, अनि त्यो माथि झन् हिउँ पर्दिएको यस्तो बवाल सिन देखेको थिएँ कि। अनि त्यो सिनहरू चाहिँ भ्लगमा हेर्दै जानुहोस् होइन, देख्नुहुन्छ। अनि खास यो भिडियो चाहिँ मैले अहिले आज चाहिँ यो 3 गते बनाएको, यो स्टार्टिङ भिडियो भनौँ न। 2 गते चाहिँ हामी गएको उता चाहिँ हिजो भनौँ न, हिजो गएको। हिजो हामी लगभग म यहाँबाट 11 बजे गएको थिएँ। अनि यताउति हामी गर्दाखेरि लगभग वहाँ 2:30 बजी पुगेको थियौँ क्या। 2:30 बजी पुगेको थियौँ। 2:30 बजीबाट चढ्न थालेको। अनि हामी झर्ने बेलामा 5 बजे थियो कि, चमक्कै भयो थियो। अनि फेरि जङ्गल पनि पुरै त्यस्तो त्यो हरियाली जङ्गल त पुरै सेतै कि सेतै पनि भइदियो, रमाइलो भयो। अनि फेरि यता आएर अनि यता क्योटो चाहिँ फेरि फेमस फर एकदम ओल्ड टेम्पलहरू चाहिँ एकदम क्योटोमा छ भन्छ होइन। अनि क्योटोमा आएर चाहिँ खाजा खायो। अनि क्योटोमा हिजो खाजा खायो। अनि हिजो लेट नाइटै भएको थियो कि, लगभग त म 11 बजीतिर त रुममा आएको थिएँ। अनि यस्तै छ, हेर्दै जानु होला मेरो भिडियो होइन। तपाईँहरूलाई चाहिँ म उता आज टेम्पल भिजिट कता हुन्छ हेरौँ। अहिले चाहिँ म यहाँ स्टेसनमा जाँदैछु होइन। मेबी अब त्यो गाडीमा गएपछि चाहिँ अब त्यहाँ देखौँला। अब अहिले यस्तै छ, जाडो पनि छ, हेर्दै जानु होला है। अहिले चाहिँ म यहाँ स्टेसनमा छु। स्टेसनमा न्यु इयरले गर्दा मान्छेहरू खासै छैन। अन्त अहिले अब सबैजना अब न्यु इयर मनाउनु मेबी उनीहरूको गाउँतिर गयो होला नि त। अब हाम्रो नेपालको दसैँ तिहार मनाउनु गाउँ जान्छ नि त, त्यस्तै छ। अब कुदाम ट्रेन कुदाउँ यहाँ। अब ट्रेन कति टाइम लाग्ने हो। अहिले एक्लै छु, यतापट्टि पानी यस्तो खाली, म चाहिँ अहिले एक्लै छु। अब मान्छेहरू खासै छैन क्या, मेबी न्यु इयर लाएर नि होला। धेरै कामहरू पनि छैन नि त, अचेल कामसामहरू पनि छैन। सबै घुम्न जाने मात्रै मान्छेहरू होला। अब चाहिँ अब 2 स्टेसन उतापट्टि चाहिँ म झर्छु, अनि त्यहाँबाट चाहिँ जान्छु। मैले यहाँ आइक्रेसनलाई पनि भेटिसकेँ। अब चाहिँ हामी यहाँबाट जान्छौँ। त रोड पारी बसेको छ बुढो चाहिँ, त्यो चाहिँ त्यहाँ बसेको छ। अब बुढोको कार। अब चाहिँ क्योटो मन्दिर जानुपर्छ। मैले चाहिँ अब भेटिसकेँ। उनीहरू चाहिँ बुढाबुढी छ के अरे, म त एक्लै होला, आइक्रेसन मात्रै होला भनेको। बुढीको साथी पनि आउँछ अरे। हामी चाहिँ जाने今里なお交通今里9.7km先
हामी यहाँसम्म आउँदाखेरि चाहिँ हेर्नु यस्तो यहाँ कस्तो खुल्ला थियो, घाम पनि लाग्थ्यो कि यहाँ अब। अनि त्यसपछि जब माथि माथि अलिअलि चढेको होइन, अनि अब यहाँबाट अलिकति माथिबाट त हिउँ त हेर्नु है, अब हेर्दै जानु है। यो चाहिँ कस्तो गाउँ रहेछ कि, अनि गाउँहरू पनि कस्तो राम्रो के। अनि हेर्नु न कस्तो घरहरू पनि सानो टक्क टक्क परेको, अनि यिनीहरूको बुढाबुढी चेलाटी हेर्नु न, त्यहाँबाट चाहिँ कस्तो हिउँ हेर्नु न, यो फुसफुस फुसफुस फुस पऱ्यो नि, यो चाहिँ हिउँ पऱ्यो हो क्या। अनि अझै माथि गएपछि झन् माथि धेरै परेको थियो कि। गाउँ चाहिँ यस्तो छ, हिउँ कस्तो हिउँ पऱ्यो आज। 駐車場あるから、帰りにそこで喫茶店飲んだら、そうですね。すごいすごい。エミさんがもう2ですね。हिउँ परेर यस्तो गाइस पहिलोचोटि जापानमा मैले नेपालमा नि हिउँ देखेको थिएन क्या, मैले हिउँको उ गर्थेन होइन, यस्तो बबल परेको कि हिउँ। ओके ओके हेर्नु न कस्तो त्यो चाइनिज बुढीमा चाहिँ इङ्ग्लिस फेरि राम्रो बोल्नु कि, त चाहिँ लक्की रहेछस् पहिलोचोटि हिउँ परेको, यो चाहिँ लक्की मान्छ भन्छ क्या। अनि हेरौँ कतिसम्मको लक हुन्छ अब। हेर्नु कस्तो बबल देखेको कि यहाँ गाइस, यस्तो बबल हिउँ परेको। अनि यो चाहिँ अब यहाँबाट चाहिँ माथि जाने है, यो चाहिँ गेट। अनि यहाँ चाहिँ हाम्रो यहाँ आकिरा-सानको वाइफ, अनि आकिरा-सानको ह्याप्पी न्यू इयर भिजिट, न्यू इयर भिजिट। हेर्नुहोस् यहाँ जापानको आज चाहिँ कस्तो बवाल के। हेर्नुहोस् त कस्तो धेरै, हेर्न जङ्गल पनि कस्तो बवाल देखेको क्या हिउँले। म त हिउँले त्यहाँदेखि त यहाँ हिउँ त फुरुरै पऱ्यो। अब यही हिउँमा जाने अब लागि हो अब चाहिँ यो गेटबाट। यो कि फुल भने जस्तो भयो ल। यो चाहिँ टिकट काटेर जानुपर्ने, यहाँ चाहिँ 500 एन्ड एकजनाको। हेर्नु कस्तो बबल देखेको कि हिउँले, सो ब्युटिफुल। हेर्नु कस्तो बबल देखेको क्या हिउँले, हेर्नु जानु कस्तो के नि। अब यस आजको दिन चाहिँ र हाम्रो चाहिँ यहाँबाट चाहिँ पैदल यात्रा सुरु भयो, र खण्डी परेको चाहिँ थोरै थियो। अनि त्यहाँबाट फेरि त्यस्तै हल्का बाटो गाडी जस्तो क्या, हाम्रो नेपालतिर ग्राभेल बाटो जस्तो थियो, त्यहाँबाट चाहिँ हामी उक्लिँदै थियौँ। अनि थोरै माथि गएपछि चाहिँ खुड्किलाहरू थिए भनौँ न। अनि हामी चाहिँ त्यसपछि यताउति अवलोकन गर्दै हिँडेको थियौँ। अनि यहाँ चाहिँ यिनीहरूले त्यो मन्दिर, उनीहरूको त्यो सानो मन्दिर चाहिँ पूजा गर्ने भन्ने, यहाँ चाहिँ यिनीहरूले यताउति ढोक भेट जस्तो गर्यो। क्योटो मन्दिरमा चाहिँ जापानिजहरूको समुदायले चाहिँ यहाँ चाहिँ ट्रेनिङ गरेको भन्ने उनीहरूले चाहिँ विश्वास गर्दो रहेछ है। अनि यहाँ फेरि त्यस्तै ठाउँ छ क्या, फेरि कस्तो बगल ड्रागन। यहाँ चाहिँ यिनीहरूको चाहिँ यो रीतिरिवाज चाहिँ 1607 बनाएको अरे कि। यो हेर्नु, यो यस्तो बवाल छ। यो काठको कति पुरानो होला यिनीहरू, लास्टै पुरानो हो भन्थे कि यो चाहिँ। यस, भेरी ब्युटिफुल। This is believed that this is the god tree. So the Japanese people maybe the tie the rope and see the gate
वाउ सो ब्युटिफुल यो रुख छ नि यो रुख चाहिँ 800 वर्ष पुरानो छ भन्ने नै उनीहरूले अनुमान गरेको छ क्या जापानिजहरूले यति ठुलो चाहिँ हेर्न आमा कत्रो हो यो चाहिँ मन्दिरहरू सानो People donation. People donation のね。 यहाँको रुखहरू चाहिँ कस्तो सिधा People donation. सो द पिपल नेम Duran the people pay. Duran. ओ नेम ओ यो चाहिँ जति मान्छेले जुन मान्छेले पैसा डोनेसन गरेको त्यो मान्छेको नाम चाहिँ छ अरे क्या त्यो पिलरमा है अनि हेर्नु न यहाँको रुखहरू चाहिँ कस्तो बवाल कि यहाँ चाहिँ कस्तो सुकी भन्ने रुख हो अरे होइन त्यो चाहिँ एकदमै पुरानो छ अरे क्या यहाँ रुखहरू अनि त्यो रुखहरू चाहिँ कस्तो सिधा क्या फेरि हेर्नु न यहाँ यो चाहिँ सानै हो ऊ त्यो सानो कति ठुल्ठुलो हो क्या त्यो सुकी भन्ने रुख अन्त हिउँले छपक्कै सेतै हिउँ परेर जङ्गल होइन जङ्गल कस्तो बवाल देखेको गाइस हेर्नुहोस् हिउँ कस्तो बवाल पऱ्यो यो चाहिँ 40 मिनट लाग्छ भने चाहिँ माथि जान अब खै कति लाग्छ हेर्दै जाउँ हिउँ त ओहो सररै जति माथि आयो त्यति जान फोटो खिच्दियो भन उनीहरूले अब के यिनीहरूले खिच्दियो भने है हेर्नु कस्तो बवाल देखेको बाटो नि अर्को बुढाबुढी आएको थिएछनको कस्तो बवाल देख्यो माथि आएर घन्टी बज्यो घन्टी त्यसपछि जब हामी माथि पुग्यौँ त्यसपछि चाहिँ यो सर्कल जस्तो बिचमा बसेर चाहिँ उनीहरूले चाहिँ पालो चाहिँ अब त्यो हुन्छ नि गडलाई सम्झेको जस्तो हेर्नु अब त्यो आकिरासानले चाहिँ कस्तो ऊ त्यहाँ घौटो परेर हात जोडेर हल्का नेपाली जस्तै लाग्यो नेपालीहरूले गर्ने जस्तो नै लाग्यो अनि उनीहरू बुद्धिस्ट हो नि त बुद्धिस्टहरू प्रायः जस्तो त्यस्तै गर्छ अनि त्यसको सबैजनाले पालो अनि म पनि सँगसँगै जान लागेको त अनि आकिरासानले रोक्यो मलाई अनि पालै जानुपर्छ नभए चाहिँ विचहरूले माथि सबभन्दा माथि टेम्पोमा छु यो चाहिँ तलबाट हिँडिरहेको छ यो कस्तो झन् चर्कियो कि एकदम एक्साइटेड पनि यहाँ पनि यिनीहरूले चाहिँ तँ आज आइस मैले कहिले नि देखेको थिएन कि त लक्की रहेछ जस्तो कि यहाँ मन्दिर आउँदाखेरि कि लक्की रहेछस् भने अब खै कस्तो जान्छ यो 2026 अब आज 2 गते हो हिजो 1 गते भइहाल्यो आज 2 तारिक चाहिँ यहाँ घुम्न आएको यिनीहरूसँग यिनीहरू चाहिँ यहाँभित्र मन्दिरभित्र पूजा गर्दैछ म चाहिँ पूजा गरेर बाहिर निस्किहाल्छु म चाहिँ यहाँ बाहिरको यसो मन्दिरको फोटोसोटो लिउँ भनेर अनि बाहिरको फेरि हेर्न कस्तो मजाको हिउँ पऱ्यो हेर्न कति सर यता ब्याकग्राउन्ड पनि हेर्नु त्यो सानो मन्दिरहरू त्यहाँ आएको नि पुगेछ कस्तो भगवान् छ त्यहाँ आगो नि पुगेको फेरि त्यहाँ मान्छेहरूले है त जापान आएर चाहिँ के रुख हो पनि आएको चाहिँ बल्ल ताप यहाँ कति मजा आएको ताप्नु त यार यो हो नि यो चाहिँ त्यो हाम्रो ओल्ड जापानिज मुभीहरू हामी हेर्छौँ त्यस्तैको भाइब्स दिन्छ हेर्न घरहरू पनि त्यस्तै पुरानो है जापानिज टेम्पल अनि यहाँ चाहिँ यिनीहरूले चाहिँ के मान्यता राख्दो रहेछ भने चाहिँ यहाँ चाहिँ यिनीहरूको जापानिज समुरायहरू हुन्छ नि जो चाहिँ लडाकुहरू थिए पहिला अब यिनीहरूको जस्तै लडाकुहरू थियो नि तिनीहरूले चाहिँ यहाँ चाहिँ ट्रेनिङ गरेको यस्तो जाडोमा अब हुन्छ नि यस्तो कठिनाइमा चाहिँ यहाँ बसेर ट्रेनिङ गरेको भन्ने चाहिँ उनीहरू चाहिँ मान्यता रहेछ क्या मान्दो रहेछ भनौँ न अब उनीहरूले त्यही भन्नु थियो कि तल अनि ठुल्ठुलो रुखहरू छ कि तलतिर अनि चाहिँ एकदम पुरानो रुखहरू अनि त्यस्तैहरूमा चाहिँ यिनीहरूले ट्रेनिङ गरेको हो भन्ने क्या अहिले त झन् हिउँ पढ्यो यार अघि त त्यति साह्रो त पढेको थिएन अब यस्तै छ आजको लागि
अब पूजासुजा भयो अब ओहो घन्टिनु पर्छ नि त कस्तो घन्टी पनि के कानमा टुन्न भइजाने कि कस्तो खालको घन्टी हो पनि कस्तो बवाल अघि त त्यहाँ घन्टी बजेको त टङ्ग कानको भित्रबाट सरर भयो जस्तो कि ल हेर्नु त यहाँ पात हिउँले स्यात्तै बनाइदियो चाहिँ जापानिजको बेल जापानिज बेल ओके आकेसन गो यो बेल यो चाहिँ बेल चाहिँ बजाउनु चाहिँ 奥の院でちょっと奥入ったら今から鳴らすよゆみちゃん送りゆみちゃんとカルメンさんに送ります行くよねयहाँ ब्याकग्राउन्डमा कस्तो खतरा देखियो म चाहिँ अब यहाँ चाहिँ कस्तो बवाल देखेको छ अब त्यसको यहाँ हिउँ अब चाहिँ म जाने बाटो चाहिँ देखाउँछु हिउँले चपक्कै भयो हिउँले हेर्नुहोस् त रुख 2026 को 2026 मा चाहिँ मैले दोस्रो दिनमा चाहिँ भनौँ न यस्तो हिउँ देख्ने मौका चाहिँ पाएँ यदि अब केही हुन्छ कि हैन यहाँ तल हेर्न आम्मा हिउँले ढाकेर आम्मै आबै यहाँ हिउँले ढाकेर काठे रुखहरू पनि सेतै यो किसिरेन न्युमुन कता जाने ठाउँ रहेछ यता चाहिँ कता जानु रहेछ युकेनेन मोदेन होन्देन मेन हल ओहो हाटै ठिरायो नि त अहिले त हामी चाहिँ 2 बजेतिर चढेको जस्तो लाग्यो अहिले 5 बज्यो हामी चाहिँ बिस्तारै पूजा गर्दै हिँड्दै गरेको अनि अहिले चाहिँ हामी यहाँ डाउन फेरि यहाँ तल झरिसक्यौँ अब चाहिँ घर जानुपर्ने हुन्छ यस्तै छ हेर्दै जानुहोस् अझै अब के हुन्छ अब घरहरू त हेर्नु अझै कस्तो होइन त घर गाउँहरू त सबै सेतै छायो ए गाडी त सेतै खाजा खाना खाजा चाहिँ लिएर पर्छ भनेर हेरौँ के मगाउँदैन खाजा खानाको लागि चाहिँ यहाँ हेर्दै आएको यिनीहरूले आफूलाई यो खाने आएन यसले यार के हो आफूलाई यो हाँसले खाने आएन कपस माग्यो भने कसरी माग्यो हामीलाई खानकी यस्तो भट्टा पनि हेलो नमस्कार सबैजनालाई अनि हिजो चाहिँ म उता त्यो मन्दिरबाट आयो नि त क्योटोको मन्दिरबाट अनि क्योटोको मन्दिरबाट आउँदाखेरि चाहिँ ढिलो भएको थियो अनि हिजो इन्डिङ भिडियो पनि बनाउनु पाइनँ अनि त्यसपछि चाहिँ म चाहिँ सोचेको थिएँ भोलि बिहान उठेर बनाउनु पऱ्यो भनेर होइन अनि रमाइलो भयो सबैले हेरेर माया साथ सफर गरिदिनु होला होइन अनि हिजो त्यस्तै रमाइलो पनि भयो हिजो मेरो फर्स्ट टाइमै थियो अनि मेरो फर्स्ट टाइम फेरि मैले हिउँ देखेको पनि फर्स्ट टाइमै थियो कि अनि त्यही भएर चाहिँ सबैले माया गरिदिनु होला लाइक एन्ड सब्सक्राइब गरिदिनु होला मेरो भिडियोमा चाहिँ है हस् त धन्यवाद भन्दै म मेरो भिडियोलाई चाहिँ यहीँ इन्डिङ गर्न चाहन्छु